मेस्सी पछि फेरि हामीसँग रोनाल्डो पनि छ। होइन, रोनाल्डो र मेस्सीको त एउटै समय होला। आवश्यकता पर्दा फेरि मेस्सी चेन्ज भएर रोनाल्डो आउँछ। टिम इज द सेम। टिम त्यही हो, त्यो टिमभित्र म छु। त्यसले गर्दा कि केपी ओली, किशोर पोखरेल, कृष्ण गोपाल कहिल्यै टिमबाट बाहिर छैन। हामी एउटै टिममा छौँ। होइन, मैले पार्टी अलग भनेकै छैन। त्यति नै प्रिय छ कुनै मलाई असहज छैन। मेरो प्रिय नेता आदरणीय अहिलेको वर्तमान अध्यक्षमा तपाईँले ईश्वर अब यो गोप्य भोट हाल्दैछन्। तपाईँले कसलाई माग दिनुभयो? मैले- आफूलाई त माग्नुभयो। मैले तपाईँले अहिले- अध्यक्षमा कसलाई भोट हाल्नु भन्नु? अहिलेको समयकाल परिस्थिति अनुसार आम कार्यकर्ता र जनताले चाहिँ चाहेको अनुसार पुस्तान्तरण रूपान्तरण गर्ने सन्दर्भमा अबको परिस्थितिमा कार्यकर्ता र देश र जनताले चाहिँ नयाँ नेतृत्व खोज्दैछन्। के गर्दा हो? यो महाधिवेशनपछि आउने नेतृत्व फेरि सबै नयाँ हो। जो आए पनि त्यही नै हाम्रो नेता हुन्छ। अबको केही समयपछि त भोट हालिसकेपछि त त्यो मिसिनबाट प्याक भइहाल्छ। भोलि बिहानसम्म टुङ्गो भइहाल्छ। त्यो टुङ्गो भएपछि हामी कोही हार्दैनौँ। एमाले शानदार विजय गर्छ। यो 8औं महाधिवेशन 11औं महाधिवेशनमा हामी उठ्नेहरू पनि कोही हार्दैनौँ। एमाले जित्छ, शानदार जित्छ। यो 11औं महाधिवेशन नेपाल मात्रै होइन संसारले हेरिरहेको छ। नेकपा एमाले कति डेमोक्रेटिक र लोकतान्त्रिक पार्टी हो भन्ने तपाईँलाई नेकपा